जब मैले 2024 मा मेरो मास्टर्स कम्प्लिट गरेँ त्यसपछि मैले इन्टरमिडिएट अकाउन्टेन्ट भएर 2-3 मन्थ काम गरेँ। जुन काम चाहिँ मैले लिङ्क्डइनबाट पाएको थिएँ, मैले इभन अप्लाई पनि गरेको थिइनँ त्यो जबमा। मलाई लिङ्क्डइनमा मेसेज गर्नुभयो त्यहाँको बिजनेस ओनरले हैन। अनि त्यसपछि 5 मिनट जस्तो कलको लागि रिक्वेस्ट गर्नुभयो एन्ड देन मैले मेरो नम्बर दिएँ अनि उहाँले कल पनि गर्नुभयो। त्यसपछि 5 मिनट जस्तो कुरा गर्दाखेरि उहाँले मेरो एक्सपिरियन्सदेखि लिएर स्किल्सहरू सोध्नुभयो, मैले एन्सर पनि दिएँ। त्यसपछि अर्को दिन चाहिँ मलाई इन्टरभ्यूको लागि बोलाउनु भयो अनि इन्टरभ्यू सकिने बित्तिकै मलाई त्यहीँनिर हायर गर्नुभयो क्या। अनि अर्को हप्तादेखि चाहिँ मैले काम गर्न थालेको थिएँ क्या। सो मैले कुरा चाहिँ के गर्न खोजेको यहाँ भनेदेखि लिङ्क्डइन प्रोफाइल इज भेरी इम्पोर्टेन्ट दिस डेज है, जब पाउनको लागि। तपाईँ यदि प्रोफेसनल हुनुहुन्छ, तपाईँले प्रोफेसनल जब खोज्दै हुनुहुन्छ या तपाईँ पढिरहनु भएको छ अहिले भन्दै पनि दिस इज द राइट टाइम टु मेक योर लिङ्क्डइन प्रोफाइल प्रोफेसनल होइन। सो तपाईँले पढ्दा पढ्दै चाहिँ तपाईँको फिल्डको मान्छेहरूसँग कनेक्सन बनाउन सक्नुहुन्छ। अनि त्यसपछि पढाइसकेपछि या पार्ट टाइम जब खोज्दै हुनुहुन्छ भने पनि त्यहाँबाट कनेक्ट भएर चाहिँ जबहरू अप्लाई गर्न सक्नुहुन्छ। सो यो भिडियोमा चाहिँ हामी लिङ्क्डइन प्रोफाइल कसरी प्रोफेसनल बनाउने भन्ने कुरा गर्दैछौँ है। सो तपाईहरुको लागि एकदमै धेरै हेल्पफुल हुनेछ है। यदि तपाईहरुले प्रोफेसनल बनाइसक्नु भएको छैन या तपाईहरु पढ्दै हुनुहुन्छ, मलाई अहिले किन चाहियो भन्नुहुन्छ भने दिस इज द राइट टाइम टु कनेक्ट विथ द राइट पिपल। अनि तपाईँ यदि जब खोज्दै हुनुहुन्छ भनेदेखि त तपाईँको 90% रिक्रुटर्सले चाहिँ तपाईँले जब अप्लाई गरिसकेपछि तपाईँको लिङ्क्डइनमा आएर हेर्नुहुन्छ क्या। किनकि लिङ्क्डइन भनेको चाहिँ अलिकति ट्रस्टेड सोर्स मान्छ क्या मान्छेले। यो तपाईँको रिसर्चले देखाए अनुसार 87% अफ रिक्रुटर्स रिपोर्ट युजिङ लिङ्क्डइन टु इभ्यालुएट क्यान्डिडेट्स है। सो म तपाईँहरूलाई मेरो लिङ्क्डइन प्रोफाइल देखाउँछु। दिस इज माई लिङ्क्डइन प्रोफाइल। सो तपाईहरुले मेन कुरा भनेको तपाईको फर्स्ट पार्ट भनेको तपाईको हेर्ने भनेको फोटो है। सो फोटो चाहिँ प्रोफेसनल हुनु पर्यो एउटा। अर्को भनेको हल्का क्यामेरा नजिक भएर चाहिँ हल्का स्माइल गरेको जस्तो, अलिकति स्याड नभएको, हल्का स्माइल गरेको, स्माइली फेस दिएको हुनु पर्यो। यो चाहिँ मेरो चाहिँ यो हो है। अनि ब्याकग्राउन्ड पनि कलरफुल नभएर एउटा सादा टाइपको कलर राख्नु पर्यो। मैले चाहिँ यसरी बनाएको छु यो। सो तपाईहरुले यो डिफ्रेन्ट अनलाइनमा धेरैवटा प्लेटफर्महरु छ, यो फोटो बनाउन सकिन्छ त्यसरी हैन। तपाईहरु पनि त्यसरी नै बनाएर एउटा हाल्नु होला राम्ररी। त्यसपछि अर्को ब्याकग्राउन्ड भनेको यो चाहिँ एउटा अकाउन्टिङसँग रिलेटेड, मेरो चाहिँ अकाउन्टेन्ट भएकोले यो एउटा ब्याकग्राउन्ड राख्नु ठिकै थियो मेरो लागि है। तपाईहरु अब आईटी रिलेटेड हुनुहुन्छ भने आईटी रिलेटेड राख्नुहोस्, या तपाईहरु चाहिँ अरु नै केहीसँग हुनुहुन्छ, हेल्थ केयरसँग हुनुहुन्छ भने त्यस्तै राख्नुहोस्, चाइल्ड केयर हुन्छ भने त्यस्तै राख्नुहोस् हैन। तपाईको आफ्नो ब्याकग्राउन्ड अनुसार त्यसरी राख्नुहोस्। सो इफ आई गो टु माई मेसेज, टाइम टु टाइम रिक्रुटर्सहरूले चाहिँ मलाई रिच आउट गर्नुहुन्छ अनि त्यसपछि सोध्नुहुन्छ सञ्जय इफ यु आर लुकिङ फर टु चेन्ज अर इफ यु आर लुकिङ फर न्यू जब होइन, यस्तो यस्तो अपर्च्युनिटी छ भनेर यसरी गर्नुहुन्छ। यहाँनिर पनि यो मैले पठाएको मेसेज होइन, उहाँले नै अक्टोबर 14 मा चाहिँ हाई सञ्जय, आई होप यु एन्ड युर लभ वन आर कन्टिन्यू टु किप सेफ, आर यु लुकिङ टु लिभरेज योर एक्सपर्टिज इन ट्याक्स अकाउन्टिङ भनेर उहाँले सोध्नुभएको थियो। यसरी चाहिँ तपाईँको प्रोफाइलमा यदि तपाईको एक्सपिरियन्स, स्किल्स, तपाईको प्रोफेसनल समरीदेखि लिएर हरेक कुरा प्रोफेसनली राख्नु भएको छ भनेदेखि चाहिँ तपाईले जब अप्लाई गर्नु पर्दैन क्या। तपाईलाई मेसेज आउँछ रिक्रुटर्सहरुकोबाट हैन। अनि त्यसबाट फाइदा के हुन्छ भनेदेखि जब अप्लाई गर्दाखेरि चाहिँ तपाईको रेज्युमे स्ट्यान्ड आउट भएर अनि त्यसपछि कल आउने हो कि नआउने एकदमै 10-15% चान्स हुन्छ तपाईलाई कल आउने। तर यदि तपाईलाई लिङ्क्डइनबाट कसैले कनेक्ट गर्यो या तपाईले कसैसँग कनेक्ट गर्नुभयो भनेदेखि चाहिँ उहाँहरूले तपाईलाई 5 मिनट 10 मिनटको लागि फोन कल गर्नुहुन्छ। अनि यदि इफ दे आर इम्प्रेस्ड विथ यु विथ द्याट कल होइन, त्यसपछि चाहिँ उहाँहरूले तपाईँलाई चाहिँ इन्टरभ्यूको लागि कल गर्नुहुन्छ होइन। अनि इन्टरभ्यू जानुहुन्छ। त्यसपछि इन्टरभ्यू भनेको त तपाईँसँग स्किल छ, तपाईँसँग एक्सपिरियन्स छ, तपाईँसँग चाहिँ पिच गर्न सक्ने क्वालिटी छ, सफ्ट स्किल्स छ भनेदेखि चाहिँ डेफिनेटली यु विल गेट अ जब होइन। सो त्यो अप्लाइङ गर्ने पार्ट र त्यो स्ट्यान्ड आउट हुनुपर्ने पार्टले स्किप गर्ने हेल्प गर्छ क्या तपाईँलाई है। लेट्स टक अबाउट लिङ्क्डइनलाई चाहिँ कसरी प्रोफेसनल बनाउने होइन, कसरी स्ट्यान्ड आउट गर्ने भन्ने कुरामा। सो फर्स्ट थिङ्स इज तपाईँको प्रोफाइलमा गएर प्रोफाइलको फोटोको कुरा मैले गरिहालेँ, ब्याकग्राउन्डको कुरा पनि मैले गरिसकेँ होइन। सो त्यसपछि अब तपाईँको जुन उसमा चाहिँ यो हेडिङमा चाहिँ के हुन्छ भन्दाखेरि हेडिङ पनि मोस्ट इम्पोर्टेन्ट छ है। जुन जब गर्नुहुन्छ तपाईँ त्यही नै आउँछ क्या। जस्तै अब मैले यहाँनिर अकाउन्टेन्ट एलएलसी ग्रुप भन्ने आइरहेको छ होइन। मास्टर अफ प्रोफेसनल अकाउन्टिङ भनेको मैले मास्टर्स गरेँ किङ्सन इन्स्टिट्युट, यहाँ यसरी किङ्सन इन्स्टिट्युट भन्ने आयो, मास्टर अफ प्रोफेसनल अकाउन्टिङ भन्ने यहाँ आयो होइन। तपाईँ यदि आइटी रिलेटेड हुन्छ भने तपाईँले हल्का आफ्नो समय लेख्न पनि सक्नुहुन्छ यसलाई एडिट गरेर, किनकि त्यो लेख्दाखेरि बेटर भन्छु म चाहिँ। मैले अलि यो किन नलेखेको भन्दाखेरि म आम नट लुकिङ फर एनी अपर्च्युनिटी राइट नाउ होइन, म यसमै स्टिक छु अहिले। त्यो भएर मैले यसलाई केही अप्टिमाइज गरेको छैन होइन। सो पहिला जब हाल्दा जे आयो त्यही राखेँ। यसरी यहाँ एडिट इन्ट्रो भन्ने अप्सन हुन्छ यहाँनिर। सो हजुरले यो इन्ट्रो चाहिँ एडिट गर्न सक्नुहुन्छ है, यहाँबाट एडिट गर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ अब हेडलाइनमा चाहिँ के देखाउने भनेर चाहिँ यो यसरी आउँछ। अब यहाँ हजुरहरूले अलिकति अर्कै हेडलाइन राम्रोसँग हेडलाइन लेख्न पनि सक्नुहुन्छ। जस्तै मैले यहाँ यदि च्याट जिपिटीमा भन्नुभयो भनेदेखि अकाउन्टेन्ट इन कमर्सियल फिल्ड, सो च्याट जिपिटीले यसरी राखिदिन्छ क्या।
कमर्सियल अकाउन्टेन्ट फाइनेन्सियल रिपोर्टिङ बजेटिङ एनालाइसिस ड्राइभिङ बिजनेस पर्फर्मेन्स होइन या कमर्सियल अकाउन्टेन्ट टर्निङ फाइनेन्सियल डाटा इन्टु बिजनेस इन्साइट्स होइन सो यसरी चाहिँ तपाईँहरूले राख्न सक्नुहुन्छ यो रिजल्ट ड्रिभन कम्युनिकेसन प्यासनेट अबाउट फाइनेन्सियल एनालाइसिस प्रोसेस इम्प्रुभमेन्ट एन्ड बिजनेस ग्रोथ सो यो चाहिँ हेडलाइन भनेको चाहिँ तपाईँको एक्ज्याक्ट पोजिसन मात्रै नभएर तपाईँले के गर्नुहुन्छ सर्ट फर्म पनि हो क्या मेन कुराको है त्यसरी राख्न सक्नुहुन्छ मैले अहिले किन राखिनँ भन्दाखेरि आइएम नट लुकिङ फर एनी अपर्च्युनिटी राइट नाउ सो यसरी चाहिँ हजुरले आफ्नो सबै कुरा यसरी यहाँनिर हेडलाइनमा राख्न सक्नुहुन्छ है त्यसपछि यदि तपाईँले लिङ्कडिन क्रिएटै गर्नुभएको छैन र लिङ्कडिन भन्ने थाहै छैन भनेदेखि चाहिँ मैले सर्ट देखाइदिइहाल्छु हजुरलाई लिङ्कडिन भनेर सर्च गर्ने लिङ्कडिन क्रिएट अकाउन्ट जस्तो लिङ्कडिन कन्टिन्यू विथ गुगल गरेर यहाँनिर अब हजुरको एउटा कुनै गुगल आइडी हाल्नुहोस् तब हजुरको कुनै होइन जुन मेन छ त्यही हाल्दा हुन्छ किनकि लिङ्कडिन भनेको हजुरलाई पछिसम्म चाहिन्छ यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ क्रिएट गरिसकिसकेपछि अब त्यसपछि चाहिँ यो जुन मैले अहिले प्रोफाइल देखाएँ नि यस्तै आउँछ जुनमा चाहिँ अब हजुरको अब फोटो नहोला उयो नहोला होइन त्यो त अब बिस्तारै हाल्दै जाने हो यहाँबाट कभर चेन्ज गर्न सकियो होइन अनि त्यसपछि यहाँबाट चाहिँ प्रोफाइल चेन्ज गर्न सकियो होइन अनि यो चाहिँ हजुरको एन्युअन बनाउनु होला यहाँनिर प्राइभेट नबनाउनु होला कहिले पनि त्यसपछि अब अर्को भनेको लिङ्कडिनमा यदि हजुर जब खोज्दै हुनुहुन्छ भने चाहिँ ओपन टु भन्ने यो अप्सन छ नि यसमा चाहिँ जस्तै अब ओपन टु प्रोभाइडिङ सर्भिस फाइन्डिङ अ न्यू जब भनेर ओपन टु राख्नु होला है म चाहिँ अहिले ओपन टु राख्दिनँ किनकि ओपन टु राख्यो भने चाहिँ जब खोजिरहेको भन्ने देखिन्छ होइन अनि दिस विल बी अ प्रब्लम बिकज आइ एम वर्किङ इन वान कम्पनी अब चाहिँ हाइलाइटको कुरा है त्यसपछि यहाँनिर राइट अ समरी टु हाइलाइट योर पर्सनालिटी अर वर्क एक्सपिरियन्स भने नि त अब यो समरी एकदमै इम्पोर्टेन्ट रोल प्ले गर्छ यसले है त मैले यहाँ किन लेखेको छुइनँ भन्दाखेरि मैले पहिला लेखेको थिएँ जब पाउनुभन्दा अगाडि होइन अहिले म अब यो 1-2 year आइएम गोइङ टु स्टिक विथ दिस कम्पनी सो मैले के पनि लेखेको छैन अहिलेको लागि होइन तर इफ आइ एम लुकिङ फर अनदर जब आई विल राइट दिस इन अ वे सो द्याट इम्प्लोयर विल स्टार्ट कलिङ मी एन्ड सो एड समरी गर्ने त्यसपछि अब यहाँनिर चाहिँ तपाईँको जुन रेज्युमी हुन्छ नि रेज्युमीमा चाहिँ जुन तपाईँले प्रोफेसनल समरी लेख्नु भएको हुन्छ नि तपाईँको आफ्नो प्रोफेसन अनुसार जस्तै इन्ट्री लेभल अकाउन्टेन्ट छ या आइटी ग्रेजुएट हुनुहुन्छ या अरू कुनै जुनसुकै फिल्डको हुन्छ होइन इन्जिनियरिङ हुन्छ जुन हुनुहोस् होइन त्यो समरी चाहिँ यहाँनिर हान्ने अनि त्यसपछि अहिलेको एटिएस फ्रेन्डली रेज्युमीहरू चाहिँ कसरी बनाउने भन्नेमा अलिकति रेज्युमी बनाउनुमा हजुर अलिकति रेज्युमीको फर्मेटहरूमा कन्फ्युजन भइरहनु भएको छ भनेदेखि मैले यो भिडियो हालेको थिएँ अगाडि यो भिडियो पनि हेर्नु होला मोर देन 1000 पिपल वाच दिस भिडियो एन्ड दे फाइन्ड इट भेरी युजफुल सो तपाईँहरूको लागि पनि इम्पोर्टेन्ट हुनसक्छ यो भिडियो रेज्युमी बनाउनको लागि चाहिँ यो भिडियो हेर्नु होला है त सो समरी लेख्न म हजुरलाई च्याट जिपिटीबाट लेख्दा हुन्छ समरी है तर तपाईँले आफ्नो डिटेल चाहिँ मजाले भन्नुपर्छ जस्तै च्याट जिपिटीलाई के भन्ने भन्दाखेरि फर इक्जाम्पल तपाईँ जस्ट ग्रेजुएट हुनुहुन्छ है आई जस्ट ग्रेजुएटेड सो राइट समरी टु इन्क्लुड इन माई लिङ्कडिन प्रोफाइल चाहिँ तपाईँहरूले यति मात्रै भन्नुभयो भनेदेखि च्याट जिपिटीले हजुरलाई एकदम राम्रो लेखिदिन्छ क्या बिजनेस स्टेज अकाउन्टिङ ग्रेजुएट विथ ह्यान्ड्स अन इन्टर्नसिप एक्सपिरियन्स एज एन असिस्टेन्ट अकाउन्टेन्ट During my internship, I supported day-to-day financial I'm seeing level commercial account to connect. So like this, just and then add summary ma chai. So like this. यसरी हाल्ने अनि सेभ गर्नुभयो भनेदेखि हजुरको यो समरी पार्टमा चाहिँ त्यो यो देखाउँछ सो सबैभन्दा पहिला चाहिँ रिक्रुटरहरूले आएर हजुरको लिङ्कडिनमा हेर्ने भनेकै समरी पार्ट हो सो दिस वुड बी भेरी हेल्पफुल है यो हजुरले यसरी गर्नु होला अब चाहिँ एक्सपिरियन्स राख्ने पार्ट आयो है मैले यहाँनिर अलसिल ग्रुप भनेर राखेको छु मैले अघि भनेको थिएँ हजुरलाई सुरुमा भिडियोको सुरुमा मैले भनेको थिएँ 2 months जस्तो मैले काम गरेको थिएँ यही कम्पनी हो आरडिसी अकाउन्टेन्टमा मैले 2 महिना जस्तो काम गरेको थिएँ यो चाहिँ मैले यहीँबाट पाएको थिएँ है अब मैले यहाँनिर चाहिँ एक्सपिरियन्स सेक्सनमा मैले यहाँनिर केही पनि राखेको छैन जुन कम्पनीमा काम गरेको त्यो मात्र राखेको छु तर त्यो मात्रै राखेर हुँदैन है यदि तपाईँ कुनै के अरे जब खोजिरहनु भएको छ भनेदेखि चाहिँ तपाईँले त्यो कम्पनी मात्र राखेर भने त्यो कम्पनी राख्ने के काम गर्नुभएको थियो तपाईँले त्यहाँ तपाईँको एक्सपिरियन्स हुँदाखेरि के काम गर्नुभएको थियो त्यो राख्नुहोस् त्यसपछि तपाईँले त्यहाँनिर के लर्न गर्नुभएको थियो त्यसपछि स्किल्सहरू राख्नुहोस् त्यसपछि तपाईँ 4-5वटा पोइन्ट्स बनाएर चाहिँ तपाईँले के गर्नुहुन्थ्यो त्यहाँनिर त्यो पनि राख्नुपर्छ है जस्तै फर इक्जाम्पल मैले यो अकाउन्टेन्ट एट फोकस नेपालको एक्सपिरियन्समा चाहिँ यस्तो मैले यहाँनिर एडिट गरेँ भनेदेखि अब यहाँनिर मैले हजुरलाई कसरी गर्ने भनेदेखि चाहिँ यहाँ देखाउँछ ल डिस्क्रिप्सन हेयर यु निड टु राइट डिस्क्रिप्सन हेयर है तपाईँको जस्तो एउटा काम गर्नुभएको थियो तपाईँले त्यहाँनिर भने तपाईँले त्यहाँ के काम गर्नुभएको थियो भनेदेखि डिस्क्रिप्सन लेख्ने एकदमै इम्पोर्टेन्ट छ किनकि तपाईँको यो लिङ्कडिन भनेको तपाईँको रेज्युमी हो क्या
तपाईँको रेज्युमे हो। अनि तपाईँले लिङ्कडिनको थ्रु अप्लाई गर्नुहुँदा या रिक्रुटरहरूले तपाईँको प्रोफाइल हेर्दाखेरि चाहिँ तपाईँको जब, त्यसपछि जबमा गरेको डिस्क्रिप्सनहरू के छ, त्यसपछि स्किल्स के गेन गर्यो, त्यो हेरेर म्याचिङ छ कि छैन हेर्छ। अनि म्याचिङ छ भने बल्ल यो मान्छे ठिक छ भनेर ल्याउने हो नि त। सो त्यो भएर चाहिँ डिस्क्रिप्सन लेख्न एकदमै जरुरी छ। जस्तै फर इक्जाम्पल यसको लागि पनि गाह्रो छैन। अब मैले यही समरीलाई चाहिँ मैले च्याटजिपिटीलाई नै भने राइट 4 points to write in description section, like process accounts payable, accounts receivable, match invoices, prepare payment runs, perform general ledger reviews, reconciliation, prepare P&L balance sheet schedules, supported month in closing. So these are the points च्याटजिपिटीले दियो हैन। यो तपाईले गरेको पनि जस्तै मैले अघि यही भनेको थिएँ, त्यही भएर यस्तै दियो नि त हैन। सो हजुरले जुन भन्नुहुन्छ त्यस्तै दिने हो। यसलाई लगेर चाहिँ टक्क डिस्क्रिप्सनमा राख्यो भनेदेखि अब चाहिँ के हुन्छ भन्दाखेरि जब रिक्रुटरले हेर्छ त्यसपछि देख्न कि यो मान्छेले यो काम गरेको थियो हैन। सो यो भयो। अब स्किल सेक्सन यहाँ छ हैन। स्किल सेक्सनमा चाहिँ अब हजुरले कुनै पनि अब आइटी ब्याकग्राउन्ड हुन्छ या अकाउन्टिङ जुनसुकै ब्याकग्राउन्ड होस्, तपाईँको स्किल्सहरू के गेन गर्नुभयो त त्यो कम्पनीमा हुँदाखेरि मेबी यो लर्न डिफ्रेन्ट सफ्टवेयर। मैले यहाँ राखेको छु क्विक बुक्स भन्ने सफ्टवेयर चलाउँथ्यौँ हामी, युएस ट्याक्स, त्यसपछि इयर इन अकाउन्टिङ गर्न सिकेँ मैले, फाइनेन्सियल एडभाइजरी सिकेँ, अकाउन्टिङ सिकेँ हैन। त्यसपछि फाइनेन्सियल रिपोर्टिङ, फाइनेन्सियल स्टेटमेन्ट बनाउन सिकेँ, रिपोर्ट प्रिपेरेसन गर्न सिकेँ, रिपोर्ट एनालिसिस गर्न सिकेँ, ट्याक्स अकाउन्टिङ गर्न सिकेँ। दिज आर द थिङ्स आई लर्न देयर के। सो मैले त्यो चाहिँ यहाँनिर एक्सपिरियन्सको स्किल लिस्टमा लगेर राखेँ, जुन एकदमै इम्पोर्टेन्ट छ है। किनकि यो र हजुरले चाहिँ यो एकदम फेक राख्नुपर्ने भन्दा पनि यदि हजुरको चाहिँ 75% चाहिँ हजुरलाई आउँछ र 25% चाहिँ कन्फ्युज हुनुहुन्छ भने पनि राख्दा भयो होइन। किनकि कति कुराहरू भनेको सिक्ने पनि हुन्छ नि त। को इम्पोर्टेन्ट पार्ट, यदि हजुरले कुनै कम्पनीमा काम गर्नुभएको थियो या काम गर्नुभएको छैन भने कुनै पनि भलन्टियर भएर काम गर्नुभएको थियो या कहीँनिर स्कुलमै हजुर राम्रो पर्फर्म गर्नुहुन्थ्यो भने पनि अब एजुकेसनको पार्टमा हाल्ने है। त्यो चाहिँ जस्तै किङ्सोन इन्स्टिट्युट मास्टर अफ प्रोफेसनल अकाउन्टिङ, यहाँ पनि यसरी एडिट गर्न मिल्छ, यसरी एडिट गर्ने। अब जस्तै अब हजुरले नेपालमा ब्याचलर सकेर आउनुभएको छ, यहाँ मास्टर पढ्दै हुनुहुन्छ भने पनि नेपालको ब्याचलर राख्दा पनि भयो, यहाँ मास्टर रनिङ भनेर राख्दा पनि भयो है। इन डेटमा हाल्नु भन्यो भनेदेखि रनिङ भन्ने हुन्छ। सो मैले अब यहाँ के गरेँ, अब एक्टिभिटिज एन्ड सोसाइटिजमा चाहिँ अब हजुरले यहाँनिर कुनै टिम रिलेटेड स्पोर्ट्सलाई लिड गर्नुभएको थियो या कलेजमा कुनै पनि प्रोग्राममा प्रेसिडेन्ट भएर काम गर्नुभएको थियो, यु क्यान फ्रिली राइट हियर, किनकि त्यसले पनि एकदमै पोजिटिभ इम्प्याक्ट दिन्छ। अनि डिस्क्रिप्सनमा चाहिँ अब हजुरले म चाहिँ के भएको थिएँ, क्वालिफाइड फर केओवाई स्कलरसिप इन्टर्नसिप प्रोग्राम होइन, त्यसपछि इन्टर्नसिप गऱ्यौँ हामीले, त्यसबाट भएको थियो होइन। सो इन्टर्नसिपले गर्दाखेरि फर्स्ट जब पाइयो भन्ने टाइपको, कम्प्युटर ट्याक्सेसन, फाइनेन्सियल रिपोर्टिङ, अब जुन चाहिँ अब जुन रोलको लागि हजुर एकदमै हुन्छ नि टार्गेट छ नि हजुर। जस्तै म अकाउन्टिङको लागि टार्गेट थिएँ भनेदेखि मैले यो सब्जेक्ट चाहिँ मैले पढेको थिएँ र यो सब्जेक्ट चाहिँ मैले हाई डिस्टिङसनमा कटाएको थिएँ, यो सब्जेक्ट मैले डिस्टिङसनमा पास गरेको थिएँ भनेर राखेको छु मैले, किनकि द्याट गिभ्स यु पोजिटिभ इम्प्याक्ट के। त्यसपछि अब स्किल्समा हामीले जिरो चलाउन सिकेको थियौँ, मायो सिकेको थियौँ, रिपोर्ट एनालिसिसहरू सिकेको थियौँ, टाइम म्यानेजमेन्टहरू सिक्यौँ, एटेन्सन टु डिटेल, रिसर्च गर्नहरू सिक्यौँ। त्यो कुराहरू मैले यहाँनिर मेन्सन गरेँ होइन। किनकि यो हजुरको एजुकेसन पार्ट पनि यदि हजुरसँग थोरै एक्सपिरियन्स छ भनेदेखि हजुरको एजुकेसन पार्टले एकदमै इम्पोर्टेन्ट रोल प्ले गर्छ। त्यही भएर यो चाहिँ राख्नु होला है। त्यसपछि अब एजुकेसन पछि अर्को एउटा इम्पोर्टेन्ट कुरा भनेको लिङ्कडिनमा रिकमेन्डेसन है। जस्तै मेरो यहाँनिर रिकमेन्डेसन मलाई पहिला मसँग काम गर्ने दाइहरूले रिकमेन्डेसन दिनुभएको छ क्या। किनकि मैले उहाँहरूलाई के भन्यो भन्दाखेरि अब म निस्केर जाने बेलामा क्यान यु प्लिज राइट अ रिकमेन्डेसन फर मी होइन भन्यो भनेदेखि उहाँले लेखिदिनुहुन्छ नि त, यो मान्छे यस्तो थियो, यसरी काम गर्थ्यो भनेर। यदि हजुरको बारेमा पोजिटिभ कसैले लेखिदिएको छ पहिला काम गर्ने कम्पनीमा भनेदेखि त्यसले एकदमै ग्रेट इम्प्याक्ट गर्छ कि। अब अर्को यिनीहरू त भइहाल्यो होइन। यसरी चाहिँ तपाईँहरू बनाउनु होला तपाईँको लिङ्कडिन प्रोफाइल होइन। अब लिङ्कडिन प्रोफाइल यतिसम्म तपाईँले बनाइसक्नु भयो भनेदेखि होइन, आई थिङ्क यो हजुरलाई हेल्पफुल भइरहेको छ होइन। अनि त्यसपछि अब यतिसम्म लिङ्कडिन प्रोफाइल बनाइसकेपछि अब के गर्ने भन्दाखेरि यदि तपाईँ भर्खर बनाउनु भयो होइन, या तपाईँ ब्याचलरमा हाफ जस्तो पढ्दै हुनुहुन्छ होइन, हाफ जस्तोमा हुनुहुन्छ, या तपाईँ भर्खर ब्याचलर पढेर भर्खर पढ्नुभयो तर हजुरको लिङ्कडिनमा कोही कनेक्सन छैन भने अब कोसँग कनेक्ट हुने त नि भन्दाखेरि मेन हजुरको टार्गेट के छ, कुन फिल्डमा हुनुहुन्छ हजुर। यदि अकाउन्टिङ हुनुहुन्छ, आइटी हुनुहुन्छ या कुनमा हुनुहुन्छ है, त्यो फिल्डमा काम गरिरहेको मान्छे, मेन भनेको त्यो फिल्डमा काम गरेको मान्छे, त्यो फिल्डका रिक्रुटर्सहरू, त्यसपछि त्यो फिल्डको बिजनेस ओनरहरू, तीनवटा क्याटेगोरीको मान्छेहरूसँग चाहिँ हजुर चाहिँ कनेक्ट हुन थाल्नु पऱ्यो। यदि पढिरहनु भएको छ भने त बेस्ट टाइम हो यो लिङ्कडिन बनाउनको लागि है। किनकि हजुर त्यो टाइमदेखि त्यही खालको मान्छेहरूसँग कनेक्ट हुँदै जानुभयो भनेदेखि पहिलादेखि कनेक्सन पनि हुन्छ, त्यसपछि अरू तपाईँले लिङ्कडिन गरेर बुझ्दै पनि जानुहुन्छ, जबहरू पनि हेर्दै जानुहुन्छ, त्यहाँबाट त हजुरले लर्न पनि गर्न सक्नुहुन्छ है। अब हजुरलाई फिल भयो कि हजुरको लिङ्कडिन रेडी भयो, हजुरले सबै कुराहरू अपडेट गरिसक्नु भयो,
भने अब जब अप्लाई गर्न थाल्ने है, कनेक्सन बढाउने, त्यसपछि कनेक्सन बढाइसकेपछि जब अप्लाई गर्न थाल्ने होइन। अनि अर्को कुरा पनि, अर्को इम्पोर्टेन्ट कुरा है, एउटा कुरा हजुरको लिङ्क्डइनमा भनेको कुरा र हजुरले जब अप्लाई गर्दाखेरि युज गरेको रेज्युमेमा भनेको कुराहरू पनि म्याच हुनुपर्छ है। त्यो टाइम ग्यापहरू हुनु भएन, जबहरू एउटै हुनु पऱ्यो, त्यसरी नै गरे हुनु पऱ्यो है। किनकि नत्र हजुरको प्रोफाइल आएर रिक्रुटर्सले हेर्छ अनि दुईवटा डिफ्रेन्स देख्यो भनेदेखि एकदमै धेरै नेगेटिभ इम्प्याक्ट पाउँछ अनि जब पाउने चान्स चाहिँ एकदमै धेरै घटेर जान्छ है। सो मेक स्योर कि त्यो कुरा दुईवटा कुरा म्याच भएको छ। अब जबमा जाने, त्यसपछि जबमा जानु भनेदेखि हजुरले अलरेडी देख्नुहुन्छ क्या कतिजना रिभ्यू भइरहेको छ। जस्तै अब अहिले आउनु थाल्छ पार्ट टाइम अकाउन्टेबल, ट्याक्स अकाउन्टेन्ट, ट्यालेन्ट एक्विजिसन। अनि यहाँबाट आएर अप्लाई गर्दा के थाहा हुन्छ भन्दाखेरि कतिजनाले जब अप्लाई गरिसक्यो है, ओभर 100 एप्लिकेन्ट्सले चाहिँ अलरेडी अप्लाई गर्नुभएको छ है। अनि इजिली अप्लाई गर्न सकिन्छ यसरी। जस्तै अब मैले यहाँनिर इजी अप्लाईमा क्रिएट गरेँ भनेदेखि अब नेक्स्ट गरेर गर्ने बित्तिकै सबमिट हुन्छ क्या। नेक्स्ट गरेर एक दुईवटा रेज्युमे र उयो हाल्ने बित्तिकै यहीँबाट सबमिट हुन्छ। उनीहरूले ब्याक टु मेरो प्रोफाइल आउँछ लिङ्क्डइनमा अनि हेर्छ क्या। अनि त्यो हेर्दाखेरि चाहिँ सेटिस्फ्याक्ट्री लाग्यो भनेदेखि बोलाउने हो होइन। सो दिस इज द इजिएस्ट वे क्या अहिलेको टाइममा है। सो आई होप दिस भिडियो इज हेल्पफुल। एन्ड अनि हजुरहरू च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला, किनकि यस्तै इम्पोर्टेन्ट करियर रिलेटेड भिडियोहरू लिएर म आउने नै छु। अगाडि पनि धेरैवटा भिडियोहरू मैले हालेको छु, हेर्नु होला। See you in the next video. Bye bye. Good luck for your job search.